बाढीग्रस्त क्षेत्रका जनताका लागि सकेको सबै हिसाबले सहयोग गर्न भनेर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्ना कार्यकर्तालाई त्यसतर्फ पठाए। उनका श्रमदाता हर्ककै फोटो, पार्टीको नाम अंकित टी सर्ट लगाएर घटनास्थल पुगे। यसमा विपत्तिमा परेकाहरूलाई सहयोग पनि पुग्ने, पार्टीको पनि प्रचार हुने देखेर श्रम संस्कृतिले यो निन्जा टेक्निक लगाएको सहजै अनुमान गर्न सकिन्छ। तर यो कुरालाई मानिसहरूले मन पराएनन्। जनताले भने कि तिमी समस्यामा परेका नेपालीलाई सहयोग गर्न जाने हो भने तिम्रो पार्टीको प्रचारलाई घरमै राख, सहयोगी मन मात्रै लिएर जाऊ, सहयोग गर्ने नाउँमा पार्टीको प्रचारको व्यापार नगर। हो, समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न जानेले सहयोगी भावना मात्रै बोकेर जानुपर्छ। मेरो पार्टीले सहयोग गरे बापत पार्टीले के पाउने, मैले सहयोग गरे बापत मैले के पाउने, मेरो संस्थाले सहयोग गरे बापत संस्थाले के पाउने भनेर गिभ एन्ड टेकको योजना बनाइन्छ भने त्यो सहयोग होइन, त्यो व्यापार बन्छ वा पुरानो जमानाको वस्तु विनिमय जस्तो हुन जान्छ। विपत्तिमा परेका मान्छेलाई सहयोग गर्न जाँदा पनि नाफा घाटाको हिसाब गर्ने हो भने त्यस्ता मान्छेहरूले घरमै बस्ने हो, सडकमा निस्किएर तमासा गर्ने होइन। चौतर्फी आलोचना भएपछि हर्कले पार्टीको टी सर्ट नलगाई जानु भनेर आफ्ना कार्यकर्तालाई भनेका छन्। तर हिजै उनै हर्कले बाढी पीडितका लागि चन्दा सङ्कलन गर्ने भनेर आफ्ना कार्यकर्ताको मोबाइल नम्बर सार्वजनिक गरे, जबकि सरकारले आफू खुसी चन्दा सङ्कलन नगर्नु भनिसकेको थियो। त्यसै पनि हर्कको पार्टीले झोलुङ्गी पुल बनाउँदा सङ्कलन गरेको चन्दामा इनामिना भयो भनेर आलोचना भइरहेको थियो। एउटा आलोचनाबाट पाठ सिक्नु पर्नेमा उनी फेरि उस्तै कर्ममा लागिहाले। आज त्यही पार्टीका अर्का एक नेताले सङ्कलन गरेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताए। चन्दादाताबाट सुरुमा पैसा आफूले लिने अनि त्यो पैसा लगेर राहत कोषमा जम्मा गर्ने यो घुमाउरो बाटो पनि ठिक भएन, किनभने सोझै राहत कोषमा जम्मा गर्न सकिन्छ भने बीचमा मानिसहरू किन बिचौलियाको रूपमा उभिन खोजिरहेका छन्, यो हामीले बुझ्न सक्छौँ।